र हे गाइस आज चाहिँ होइन मसँग अब रेडमी नोट 8 प्रो डिस्प्ले फेर्न आएको थियो र मैले चाहिँ यसको सम्पूर्ण नटहरू वरिपरि रहेका नटहरू सम्पूर्ण नटहरू खोलेर मैले एक ठाउँ थुपारिदिएँ र नट थुपारिसकेर म चाहिँ अब डिस्प्ले चेक गर्न जान छु। र मान्छे दाइले सबैले अब डिस्प्ले जुनसुकै डिस्प्ले फेर्दा पनि हामीलाई चाहिँ डिस्प्ले फेर्नु भनेर दाइले सिकाएको कारणले हामी चाहिँ अहिले सबैजना डिस्प्ले फेर्नु अघि डिस्प्ले सबै चेक गर्छौँ। देख्न सक्नुहुन्छ तपाईँले म पुरै अहिले डिस्प्ले खुल्छ खुल्दैन भनेर चेक गरिरहेको छु। यसको पावर बटन पनि अलिक अझै बिग्रिरहेको छ, त्यही भएर अलिक समय लाग्यो डिस्प्ले खुल्नलाई। र फाइनली अहिले चाहिँ डिस्प्ले पुरै ओपन भएर टच सस दामी तरिकाले टच भइसकेको छ। तपाईँले देख्न सक्नुहुन्छ एकदम दामी तरिकाले टच भयो यो चाहिँ। र अहिले चाहिँ म सबै पुसपास गरेर त्यहाँ माथि ग्लु लगाउँदैछु, एकदम दामी तरिकाले त्यहाँ माथि ग्लु लगाउँछु। तपाईँले देख्न सक्नुहुन्छ र मजाले हेरेर त्यो बिटमा ग्लु बाहिर ननिस्किने तरिकाले चाहिँ मैले ग्लु लगाएर र फाइनली अहिले चाहिँ डिस्प्ले अब चाहिँ रबर बाँध्दैछु। 3-4 ठाउँ रबर बाँधिसकेपछि चाहिँ यो चाहिँ अब सुक्न छोडिदिएपछि चाहिँ डिस्प्लेको ग्लु मजाले लाग्छ। तपाईँले देख्न सक्नुहुन्छ र फाइनली अहिले चाहिँ अब सबै रबरहरू पनि लागिसक्यो र अब चाहिँ डिस्प्ले बनेर रेडी भइसक्यो।